बाबै 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 बाबा बाबा हे बाबा 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 हे बाबा बाबा बाबै ओ काम गरौँ त्यही सफल हुँदैन। हैट, यो बालक फेरि दिक्क लाउन आयो। यी बाबालाई चाहिँ म मेरो समस्याहरू राख्नु गरौँ, समाधान हुन्छ कि? बाबा बाबालाई साँध र ढोक गरेँ मैले। आशीर्वाद छ बालक। बाबा तपाईँले भूत तपस्या गरेर बस्नुभएको खबर सुनेर म धेरै लामो यात्रा गरेर यहाँ आइपुगेको छु। मेरो समस्या तपाईँले समाधान गर्नु सक्नु चाहेको छु बाबा। आफ्नो समस्या राख बालक। मैले कति प्रयास गरेँ, कति ठाउँमा हेराएँ, कति ठाउँमा देखाएँ, मेरो बिहे भएको छैन बाबा अहिलेसम्म। उमेर 30 भन्दा माथि गइसकेको छ बुढो। तपाईँले सायद निवारण गरिदिनु पर्ने मैले आशा गरेको थिएँ। दुईजनाले त हेरेर पनि छोडिसके। आशा गरेको थिएँ म यसको समाधान हुन्छ होला। तेरिमा बालक, के भयो बाबा? म आफू त यहाँ स्वास्नीले टेन्सन दिएर यहाँ शान्ति खोज्दै वनमा आएर बसेको छु। तिमीलाई चाहियो स्वास्नी? मलाई दलाल सोचेको? होइन बाबा, होइन होइन, नरिसाउनुहोस् बाबा, नरिसाउनुहोस्। होइन, तपाईँ महान तपस्वी हुनुहुन्छ, त्यही आशा मैले राखेको छु। यहाँबाट गइहाल बालक, होइन भने म यहीँनेरि भस्म गरिदिन्छु। होइन 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 बाबा, बाबा माफ पाऊँ, माफ पाऊँ, म गएँ बाबा, मैले गएँ। कस्तो घोर कलियुग आएछ। केटी हेर्नलाई यत्रो म्यारिज साइटहरू छन्, बाबा बैठामा आउनु पर्ने, बाबा यहाँ आफै टेन्सनले बसेको छ। जानु नि, जानु म्यारिज ब्युरो जानु, अनि बिहे गर्नु। हुन पनि यही समय आएको यो। राम राम राम। ए बाबा मस्त मौला। दोस्तों, इस तरह के बाबा के चक्कर में मत पड़ना। ओ बाबे, गरेन रात परिसम्म घर जानु पर्दैन यहाँ कहाँ बस्ने? बाबै